हेलो गुड मर्निङ एभ्रिवान एन्ड जेनेसी सबैजनालाई फर्स्ट अफ अल परमेश्वरलाई धन्यवाद भएको होस् आजको यो सुन्दर दिन दिनुभएकोमा। र आज मैले लुका 13 अध्यायलाई पाठ गरेको छु। यहाँ यसरी लेखिएको छ, त्यसै बेला त्यहाँ कतिजना उपस्थित थिए जसले गलिलका विषयमा उहाँलाई भने, जसलाई पिलातसले हत्या गरी तिनीहरूको रगत बलित भइरहेका पशुको रगतसँग मिसाइदिएका थिए। तब यसले तिनीहरूलाई जवाफ दिनुभयो, तिनीहरूले यसरी कष्ट भोगे भन्दैमा के तिमीहरू ठान्छौ यी गालिलीहरू अरू सबै गालिलीहरूभन्दा बढी पापी थिए? म तिमीहरूलाई भन्दछु त्यसो होइन, तर तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। अथवा के तिमीहरू ठान्दछौ ती 18 जना जो सिलोममा धरहरा ढलेर मरेका थिए, कि तिनीहरू सबै यरुसलेमवासीहरूमध्ये बढी अपराधी थिए? त्यसो होइन, तर म तिमीहरूलाई भन्दछु तिमीहरूले पश्चाताप गरेनौ भने तिमीहरू सबै त्यसरी नै नाश हुनेछौ। त्यसपछि उहाँले यो दृष्टान्त भन्नुभयो, कुनै मानिसले आफ्नो दागबारीमा एउटा अन्जिरको बोट रोपेको थियो। त्यस बोटमा फल फल्यो कि भनेर त्यो आयो। तब त्यसले मालीलाई भन्यो, 3 वर्ष भयो म त्यस अन्जिरको रुखमा फल खोज्दैछु तर पाउँदिन, त्यसलाई काटेर फालिदे, यसले जमिन किन ओगट्ने? तर मालीले भन्यो, हजुर यसलाई अझै 1 वर्ष रहन दिनुहोस्, म यसको वरिपरि खनेर मोल हाल्छु र त्यसपछि फल फल्यो भने त्यसै भयो, फलेन भने तपाईँले त्यसलाई ढालिदिनुहोस्। एक सब्बात दिन कुनै एउटा सभाघरमा उहाँले शिक्षा दिइरहनु भएको थियो। त्यहाँ एउटा स्त्री थिए जसलाई 18 वर्षदेखि दुर्बल पार्ने दुष्ट आत्मा लागेको थियो। त्यो क्रुपी परेकी थिए र आफै पूर्ण रूपले सिधा हुन सक्दिनथे। यसुले त्यसलाई देख्नुभयो र बोलाएर भन्नुभयो, ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयो। तब उहाँले त्यसमाथि आफ्नो हात राख्नुभयो र त्यो तुरुन्तै सिधा भई र परमेश्वरको प्रशंसा गर्न लागि। सभाघरका शासक क्रोधित भए किनभने उहाँले सभामा निको पार्नु भएको थियो र तिनले मानिसहरूलाई भने, काम गर्ने 6 दिन छन्, यसकारण यी 6 दिनभित्र आएर निको हो, सब्बात दिनमा होइन। तर परमप्रभुले भन्नुभयो, कपटी हो, तिमीहरूमध्ये कसले सब्बात दिनमा गोठ र तबेलाबाट आफ्नो गोरु कि गधा फुकाएर पानी खुवाउन लैजाँदैन? अब्राहमकी यी छोरी जो 18 वर्षसम्म शैतानको बन्धनमा थिए, सब्बात दिनमा यस बन्धनबाट त्यो मुक्त हुनुपर्ने होइन र? उहाँले यी कुरा भन्नुभएपछि उहाँका विरोधीहरू सबै शर्ममा परे, तर उहाँले गर्नुभएका सबै महिमामय कामहरूमा मानिसहरू आनन्दित भए। तब उहाँले भन्नुभयो, परमेश्वरको राज्य के जस्तो छ, यसको तुलना म केसँग गरौँ? त्यो रायोको बिउको एउटा दाना जस्तो हो, जो एकजना मानिसले लगेर आफ्नो बारीमा रोप्यो र त्यो बढेर एउटा रुख भयो र आकाशका चराचुरुङ्गीले त्यसका हाँगाहरूमा गुड बनाए। फेरि उहाँले भन्नुभयो, परमेश्वरको राज्यलाई म केसँग तुलना गरौँ? त्यो खमिर जस्तो हो जो एउटी स्त्रीले 25 किलो पिठोमा मिसाई र पुरै पिठो खमिरी भइहाल्यो। अब सहर सहर र गाउँ गाउँ भएर यात्रा गर्दै शिक्षा दिँदै उहाँ यरुसलेमतिर जानुभयो। कुनै एकजनाले उहाँलाई सोध्यो, प्रभु, के उद्धार पाउनेहरू थोरै छन्? र उहाँले तिनीहरूलाई भन्नुभयो, साँगुरो ढोकाबाट पस्ने प्रयत्न गर, किनकि म तिमीहरूलाई भन्दछु धेरैजना पस्न खोज्ने छन् तर सक्ने छैनन्। घरका मालिकले उठेर ढोका बन्द गरिसकेपछि तिमीहरू बाहिर उभिएर यसो भन्दै ढोका ढकढक्याउनेछौ, प्रभु, हाम्रा निम्ति ढोका खोलिदिनुहोस्। र उनले जवाफ दिएर भन्नेछन्, तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिन। तब तिमीहरू भन्न लाग्नेछौ, हामीले तपाईँकै सामुन्नेमा खायौँ पियौँ अनि हाम्रा गल्लीहरूमा तपाईँले शिक्षा दिनुहुन्थ्यो। उनले भन्नेछन्, म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ, म जान्दिन, दुष्ट काम गर्ने हो, मबाट दूर हो। जब तिमीहरूले अब्राहम, इसहाक, याकुब र सबै अगमवक्ताहरूलाई परमेश्वरको राज्यभित्र देख्नेछौ अनि तिमीहरू आफै चाहिँ बाहिर फालिएका हुन्छौ, तब तिमीहरू विलाप गर्नेछौ र दारा किट्नेछौ। मानिसहरू पूर्व, पश्चिम, उत्तर, दक्षिणबाट आएर परमेश्वरको राज्यको भोजमा बस्नेछन्। हेर पछिल्ला चाहिँ पहिला हुनेछन् र पहिला चाहिँ पछिल्ला। त्यसै बेला कोही फरिसीहरूले आएर उहाँलाई भने, यहाँबाट निस्केर जानुहोस्, किनभने हेरोदले तपाईँलाई मार्न चाहन्छन्। उहाँले तिनीहरूलाई भन्नुभयो, गएर त्यस स्याललाई भन, हेर, आज र भोलि म भूतहरू धुपाउँछु र निको पार्ने काम गर्छु अनि तेस्रो दिन चाहिँ मेरो कार्य पूर्ण हुनेछ। तापनि आज, भोलि र पर्सि पनि म हिँडी नै रहनुपर्छ, किनभने यरुसलेम बाहिर कुनै अगमवक्ताको मृत्यु हुन सक्दैन। यरुसलेम, त अगमवक्ताहरूलाई मार्छस् र त कहाँ पठाइएका माथि ढुङ्गा बर्साउँछस्। जसरी पोथीले आफ्ना चल्लाहरूलाई पखेटा मुनि बटुल्छ, त्यसरी नै कतिपल्ट मैले मेरा बालकहरूलाई बटुल्ने इच्छा गरेँ
तर त मानिनस्। हेर, तेरो घर उजाड भएको छ र म तँलाई भन्दछु, जबसम्म तैँले धन्य हुन् परमप्रभुको नाउँमा आउने भन्दैनस् तबसम्म मलाई देख्ने छैनस्। परमेश्वरलाई धन्यवाद भएको होस्। यहाँहरू सम्पूर्णमा जय मसीह।